ल हेरौँ गाइजहरू, जस्तै गरी मान्छेको चुरोट गाँजा खाने मान्छेहरूलाई चुरोट गाँजाको खाँचो पर्छ भने यो कुखुराहरूलाई चाहिँ त्यसै गरी चुनको आवश्यकता पर्छ है। ल यसरी चुनको धुलो खुवाउने हो मस्त, खर पनि ओभानो हुन्छ छर्किँदै गएपछि। यो चाहिँ ट्याक्क आज 22-23 दिनको चल्ला हो। यस्तो राम्रो भएछ चल्ला भन्दा नि अब यो त तन्दुरी भइसक्यो। अब तन्दुरीको लागि त रेडी भइसक्यो। अब त्यहाँ माथितिर रोस्टहरू चिकन चिल्लीहरू हुन चाहिँ अलिक टाइम बाँकी छ है गाइजहरू। ल यस्तो मजाले चुनको धुलो खुवाउनु पर्छ अनि कुखुरा मोटाउँछ है। ल खर पनि ओभानो हुन्छ। कुखुराहरू त्यतिकै सेता भयो भने त यसरी चुन माथि छापेर बढी सेता भयो हुन् के कुखुराहरू। ल त्यो कुखुरा सेतो हुनुमा चाहिँ खरमा हाल्ने चुनको नि अलिअलि कमाल छ है गाइजहरू। अब यो हजुरहरूको मुखमा आउनलाई धेरै टाइम बाँकी छैन है गाइजहरू। अब थोरै दिनमै आइहाल्छ। ल तपाईँले खान चाहनुहुन्छ मुखमा ठहराउनुहुन्छ। म चाहिँ यहाँ बसेर यसरी भिडियो बनाइरहेको छु होइन, कुखुरा खरमा ट्याक्क यस्तो मजाले कुखुराहरू पानी खाइरहेको छ। दाना चाहिँ सिद्धियो अहिले, त्यही भएर भाँडामा छैन, पानी चाहिँ छ भाँडामा। पानी मस्त खाइरहेको छ है, घाम पनि छ। दिउँसोको टाइम हो, 2:30 हुन लाग्यो। मस्तसँग खाइरहेको छ है गाइजहरू। यसको काम भनेकै दिनभरि खाने र छर्ने मात्र हो। त्यतिकै 45 दिन 2 किलो 3 किलो कुखुरा हुन्छ त 24 घन्टा खाने 24 घन्टा छेर्ने काम हो यिनीहरूको। अनि हिलो भएको ठाउँमा यसरी चुनहरू पनि टाइम टेबलमा छर्किरहनु पर्छ है, नत्र कुखुरा हिला डुब्यो भने राम्रो हुँदैन। सबै कुरा ख्याल गर्नुपर्छ किसान भएपछि। ल हेर्नुहोस्, कृषि काम गर्न त्यति सजिलो छैन नि मुखले भने।